जाडो भएर आगो ताप्नुको मजै बिग्रिन्छ यसरी आगो ताप्ने हो आगो वाउ तरकारी के आँखा तरेर हेर्छिस् आँखा तरेर पो हेर्छ त उसको भिडियो बनायो आगो नबोलेपछि यसरी भुक्नुपर्छ कहिले गरिस् होला त्यस्तो चाहिँ मैले चाहिँ गएँ भएर हुन्छ ढाडियो अनि कहाँ हुन्छ त्यो बेलामा पनि त्यही हो नि त नि दाउरा त ओतमै हुन्थ्यो तै पनि तर त्यो बेला दाउरै फार हुँदैन जति दाउरा काटे पनि सिद्धिन्थ्यो जति दाउरा काटे पनि फारै हुँदैन फेरि के भएको बाह्र घोटा घुरेनको रहँदैन त्यति साह्रो हुँदैन पछि बजी त फेरि खारो नखानु पर्ने दाउरा अघिल्ला हुँदाखेरि जस्तो हालत भएको छ पछि चुला बनाएपछि त्यसपछि त दाउरा उफ्रिनु दाउरा पनि कस्तो ल्याउँछ भन्न कागको परेको सिटा अनि त्यो के अरे अझ रुखको हाँगाको कागको कागले गुड लाउने जस्तो झिङ्गटी पनि खोजेर ल्याउने झिङ्गटी जस्तो ल्याउनु पर्छ दाउरा फारो जङ्गल बनाउँछु बत्ती काट्यो भने पुग्दैन दाउरा नि त्यहाँ हिँड्दैन सुता लगाएर पनि काट्छ दाउरा सुता लगाएर भिरमुनिको यसको भिरमुनिदेखि कति पो पातले होइन हौ पयाले होइन मात्रै होला नि के थिएन मात्न त अब खाने मान्छेलाई नमाते पनि मातेर लाउनुपर्छ मातेको थिएन होला खाइराख्ने मान्छे मातेर लाउँदैन हाम्रो मन पनि खाने बिचरा घरको त्यसरी अघि सुरुमा हालेको भए ठिक्क अन्त त्यो सानो काटिरहेछस् नि त तैँले ठिक छ आफ्नो पकाउने तरिका हो मासु सिन्की सिन्की र अन्डा अनि त्यहाँदेखि के अरे करी त भइहाल्यो अनि उयोसँग नि खाएको त नि जरिङ्गोसँग नि हालेर नि खाने यस्तो थियो बालापनमा गाउँमा बाला जो खेलेरै गयो पैसा जो स्पेसल बनाउने भयो स्पेसल जिउ साजाको तरकारी उहाँजीले स्पेसल बनाउनुहुन्छ कहिलेको मसला कहाँ थियो त अनि मैले त बिहान देखिनँ त म फुटबल खेल्नु जानलाई यति चाँडो चाँडो उयो बनाएको खाना सब्जी जाने जाने भन्दै थियो मलाई भलिबल लिएर जाउँ न सचिनाको
जमानामा त फुटबल खेलेको नि के गर्नु हामीले नेसनल टिममा पढेको नोमिनेसनमा म पर्न नसकेर यहाँ अहिले यो हालत किपर म त नेसनल म त किपरमा खेल्दिनँ थिएँ फरवार्ड खेल्दै थिएँ नोमिनेसनमा मात्र नपरेको मान्छे नेसनल टिममा छ्याप त्यो बेलादेखि कन्टिन्यू खेल्नु मन त खेलेको होला हेर्नु त के उयो खुट्टा भाँचेर यतिखेर के भइसक्छ खुट्टा भाँचेर उसमा क्या मतलब जे भयो नि पुरै पैसा टिक्दैन त्यति साह्रो त बित्तिको हिजो इग्नोर भएर फेरि इन्जोय थन्किरहेको फुटबल खेल्नु एउटाले कमेन्ट गरिरहेको थियो नि यस्तो फुटबल खेल्नुभन्दा त पहिलेहरू तिनीहरू छिटै विदेश छ भन्छ त्यस्तै विदेश मान्छेहरू विदेशमा पैसा त कमाउँदैन तर त्यति नाम चाहिँ कमाउँदैन पैसा कमाउने हो क्या पैसा दाम कमिँदैन दाम कमिन्छ नाम कमिँदैन स्ट्रगल गरेपछि दाम चाहिँ आयो चाबी लाएको हुन्छ अरे खै कुन टाइममा मात्र खोलाउँछ अरे के पैसा पनि लिन्छ त दाइले कहाँ यहाँ त लिँदैन अन्त अन्त चाहिँ लिन्छ यहाँ त लिँदैन यहाँ त फ्रीमै खिलाउँछ अरे भने त यस्तो हिलोमा बाहिरबाट पाएर खेल्छ ल अनि के जुत्ता त वहीँ गएर पो लाउने यहीँबाट बाहिरबाट लाएर जाने होइन नि त फुटबलको त बल पनि अन्डा जस्तो हुन्छ छिट्टो अनि कोसँग खेल्नु प्रतिस्पर्धा गर्नु पुलिस र पब्लिक आलु पाकेन कहिले यस्तै खाँदा पनि हुन्छ अनि यहाँ के हालेको छ र केही हालेको छैन लाउँदैन है म एक हारी सिध र 12 हाडी झोल पार्यो यार त्यस्तै भन्थ्यो पहिले सिन्कीमा त झोलै खाने हो त नि यस्तै फुटबल खेल्नलाई म हतार परेर चाँडो तरकारी पनि बनाएँ तर कोही नसके फुटबल जस्तो को एक्लै खेल्ने कुरा नि आएन जान्छन् होला नि केटाहरू सुईको मात्र पाउँछ न लुलुलु भन्दै कुद्छ अहिले अनि किन नि ए कुरो त्यस्तो भएको थियो केटाहरूको हुँदैन भरे त्यही नि पुग्दैन के को आजको भिडियो यस्तै हो अब के कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला भलिबल खेल्न जाउँ न त त्यहाँ ऊ रोडमा ऊ पर ठुलो ग्राउन्ड छ भनेन त्यहाँ यही रोडमा खेलिदिउँ नत्र आजको भिडियो के कस्तो हुन्छ हेरेर